हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज म तपाईहरु सामु कन्याम स्पेशल इस्कुसको मोमोको रेसिपी लिएर आएको छु। कन्याम स्पेशल मोमो तपाईहरु घरमै सजिलैसँग बनाउन सक्नुहुनेछ। सबैभन्दा पहिला इस्कुसलाई राम्रोसँग ताछ्ने, त्यसपछि प्याजलाई पनि क्रस गरेर राख्ने, त्यसपछि अघि बोक्रा ताछेर राखेको इस्कुसलाई पनि हाते मेसिनबाट क्रस गरेर राख्ने, अनि त्यसपछि नुन लगाएर राम्रोसँग मोल्ने, अनि कम्तीमा पनि आधी घण्टा रेस्ट गर्न छोड्दिने। त्यसपछि मोमोको डो बनाउनको लागि बाउलमा मैदा राख्ने, पानी लगाएर राम्रोसँग मुछ्ने, मुछिसकेको डोलाई कम्तीमा 10 मिनेट रेस्ट गर्न छोड्दिने। अदुवाको पनि बोक्रा छिल्ने, डिप फ्रिजमा राखेको वनस्पति घिउ, त्यसलाई डान्डा पनि भन्छ, त्यसलाई पनि हाते मेसिनले ग्राइन्ड गर्ने। नुन राखेर छोडिसकेको इस्कुसले पानी छोड्नु भएकोले राम्रोसँग निचरेर बोलमा राख्ने, प्याजबाट पनि पानी निचरेर राख्ने। त्यसपछि ग्राइन्ड गरेको वनस्पति घिउलाई आवश्यक अनुसार हेरेर राख्ने, स्वाद अनुसार अजिना र नुन, चप गरेको अदुवा, धनिया राखेर फेरि राम्रोसँग मोल्ने। कन्याम स्पेशल मोमोमा मोमो मसला नराख्ने भएकोले यहाँ मैले मोमो मसला स्किप गरेको छु। सबै सामग्रीलाई मोलिसकेपछि हाम्रो मोमोको लागि किमा रेडी हुन्छ। मोमो चाहिँ डबकामा नटासियोस् भन्नको लागि हातमा थोरै तेल राखेर डबकामा राख्ने। मैले चाहिँ मोमोलाई यहाँ यस्तो सेपमा बनाएको छु। तपाईहरु आफ्नो सेप अनुसार मोमो बनाउन सक्नुहुनेछ। मोमोको भाँडामा तातो पानी राखेर, तातो पानी मजाले उम्लिसके पछाडि पहिलो स्टेप, दोस्रो स्टेप र तेस्रो स्टेप मोमो राखेर राम्रोसँग ढकनीले छोपिदिनुहोस् र कम्तीमा 15 मिनेट पाक्न दिनुहोस्। 15 मिनेट पाकिसकेपछि पहिलो, दोस्रो, तेस्रो स्टेपलाई तलमाथि गरेर फेरि पनि 5 मिनेट पाक्न दिनुहोस्। त्यसरी पाक्न छोडिसके पछाडि कन्यामको स्वाद दिने मोमो हाम्रो रेडी भयो घरमै। मैले चाहिँ मोमोलाई टिमुरको अचारसँग यसरी सर्भ गरेकी छु।